आफ्नो पनि गल्तीलाई स्वीकार्नुस् के मीना दिदी है। रोएर मात्रै हुँदैन, आफू बन्नुस्, पहिला आमा बन्न लायक बन्नुस् अनि त्यस पछाडि छोरा खोज्नुस्। छोराले पनि त्यही चाहेको हो, उसको भिडियोबाट त्यही नै बुझिन्छ क्या हामीले। तपाईँ आमा बन्न लायक बन्नुस् पहिला। टिकटकमा चाहिँ विगत केही दिनदेखि मीना ढकालको रूपमा छोरा खोजिराख्नु भएको थियो अनि छोराले चाहिँ आज रिप्लाई दिनुभएको छ होइन, म चाहिँ तपाईँसँग भेट्दिनँ, म तपाईँसँग सहमत छैन भन्ने तरिकाले उहाँले आज एउटा भिडियो बनाउनु भएको रहेछ। अनि मीना ढकालले चाहिँ अस्तिदेखि भनिराख्नु भएको छ क्या, मेरो छोराछोरी भएको घरमा उसले अर्को श्रीमती ल्यायो, त्यसले गर्दा मेरो छोरा चाहिँ मानसिक बिरामी भयो, मानसिक रोगी छ यहाँ त्यहाँ भनेर भन्नुभएको थियो। अनि उहाँको छोराको भिडियो हेर्दा चाहिँ मानसिक रोगी जस्तो लागेन अनि आफ्नो बाबुको चर्तिकला देखेर चाहिँ छोरा मानसिक रोगी भयो भनेर उहाँले पटक पटक भिडियोहरूमा भन्नुभएको छ क्या। अनि त्यो कुरामा चाहिँ म एकदमै असहमत छु होइन। उहाँको एक्स हस्बेन्डले चाहिँ अहिलेसम्म त्यस्तो कुनै पनि कुराहरू सोसियल मिडियाहरूमा आएको छैन कि हामीले हेर्नै नसकौँ होइन। बरु तपाईँका भिडियोहरू हेर्नुहोस् होइन, तपाईँका चर्तिकलाहरू हेर्नुहोस्, तपाईँले कस्तो गर्नुभयो होइन। हामीले नर्मली हेर्दाखेरि हामीलाई अप्ठ्यारो लाग्ने भिडियोहरू चर्तिकलाहरू तपाईँले देखाउनु भयो भने तपाईँको छोराछोरीले तपाईँका भिडियोहरू कसरी हेरे होलान् होइन, उनीहरूले आफ्नो साथीहरूलाई कसरी फेस गरे होलान्, उनीहरूले आफ्नो आफन्तलाई कसरी फेस गरे होलान् होइन। तपाईँको त्यो भिडियोहरू हेर्दाखेरि लाइभमा आएर होइन, एउटा पार्टनरलाई साइडमा राखेर होइन, हुन्छ तपाईँले पार्टनर बनाउनु भयो, तपाईँको लाइफमा कोही पार्टनर आयो होइन, एउटा एजमा पनि ओके होइन, त्यो पार्टनर ल्याउनु भयो, त्यसमा कुनै ठुलो समस्या छैन। तर तपाईँले जुन चर्तिकला आफ्नो छोराछोरीहरूलाई देखाउनु भयो, सामाजिक सञ्जालमा देखाउनु भयो, त्यसको बारेमा तपाईँलाई अलिकति पनि पछुतो छैन। अनि श्रीमानले देखाएको चर्तिकलाले छोरा मानसिक रोगी भयो भन्दै रुँदै हिँड्नुहुन्छ तपाईँ। आफूले गरेको कुरामा अलिकति गिल्ट फिल गर्नुहुन्न। कस्तो कस्तो चर्तिकला देखाउनु भयो तपाईँले, तपाईँको छोराछोरीलाई अलिकति अप्ठ्यारो भयो कि भएन होला तपाईँको चर्तिकलाले होइन। आफै सम्झिनुहोस्, ककले हेर्नु भएको छ ककले हेर्नु भएको छैन मीना ढकालका ती भिडियोहरू होइन। मैले त हेरेको छु। अनि उहाँले जुन पटक पटक नै ब्लेम गरिराख्नु भएको छ नि आफ्नो श्रीमानलाई, पूर्व श्रीमानलाई, तैँले गर्दाखेरि छोरा त्यस्तो भयो, तैँले गर्दाखेरि छोरा त्यस्तो भयो, मानसिक रोगी भयो, मानसिक रोगी भयो भनेर भनिराख्नु भएको छ नि। तपाईँको छोराको मानसिक रोगी एन्जाइटी भएको छ उसलाई भनेर भनौँ। एन्जाइटी हुनु भनेको चाहिँ मानसिक रोगी होइन कि। मलाई पनि हुनसक्छ एन्जाइटी, जसलाई पनि एन्जाइटी हुनसक्छ कि। त्यही भएर मलाई पनि छ जस्तो लाग्छ, मलाई एन्जाइटी, हरेक मान्छेमा एन्जाइटी हुन्छ होइन। त्यही भएर आफ्नो पनि गल्तीलाई स्वीकार्नुस् के मीना दिदी है। रोएर मात्रै हुँदैन, आफू बन्नुस्, पहिला आमा बन्न लायक बन्नुस् अनि त्यस पछाडि छोरा खोज्नुस्। छोराले पनि त्यही चाहेको हो, उसको भिडियोबाट त्यही नै बुझिन्छ क्या हामीले। तपाईँ आमा बन्न लायक बन्नुस् पहिला होइन। तपाईँको पार्टनर होला आफ्नो ठाउँमा छ, तर आमा पहिला बन्नुस् अनि त्यस पछाडि छोराछोरी खोज्नुस्।